के तपाईँ आज निराशमा हुनुहुन्छ? के तपाईँ आज दुखित हुनुहुन्छ? तपाईँलाई के आफ्नै व्यक्तिले धोका दिएको छ? यदि तपाईँ यस्तो सर्कमस्टान्सेसको बीचबाट भएर तपाईँ यदि जाँदै हुनुहुन्छ भने यो वचन चाहिँ तपाईँको लागि हो है। यहाँनिर चाहिँ एउटा घटनालाई पाउँछौँ प्रस्थान 15 अध्यायको 22 देखि लिएर 27 पदमा। इजरायलीहरू चाहिँ इजिप्टबाट छुटकारा पाएपछि उनीहरू मरुभूमिको यात्रा गर्नु परेको थियो। हामीलाई थाहा छ यो है। 3 दिनसम्म त्यो मरुभूमिको यात्रा गर्दाखेरि पानी नपाएपछि उनीहरू चाहिँ बल्ल बल्ल एउटा ठाउँमा पुगेको हुन्छ जहाँनिर चाहिँ उनीहरूले एउटा पानीको मुहानलाई देख्छ। अनि मान्छेको शरीर कस्तो हुन्छ होइन, कति थकित अवस्थामा हामीलाई अलिकति पानीको तृष्णा हुँदाखेरि पानी नपाउँदा कति छटपटी हुन्छ। 3 दिनसम्म पानी नपाउँदाखेरि इजरायलीहरू उनीहरू थकित भएका थिए। तर त्यो पानी जसै उनीहरूले पिउन खोज्दाखेरि त त्यो पानी त तितो छ, इट्स अ बिटर है। त्यस कारणले गर्दा त्यो ठाउँको नाउँ नै मारा राखियो। त्यसपछि पिपल स्टार्टेड कम्प्लेनिङ होइन, किन यस्तो हामीलाई ल्यायो यो मरुभूमिको बाटोबाट, हामीलाई किन जान पर्यो, बरु हामीलाई त इजिप्टमा नै राम्रो थियो, एटलिस्ट टाइममा खानु त पाउँथ्यो, एटलिस्ट टाइममा हामीलाई पानी पिउन त पाउँथ्यो भनेर मोसालाई यति साह्रो कम्प्लेन गर्छ। अनि मोसाले चाहिँ प्रार्थना गर्छ परमेश्वरलाई। अनि परमेश्वरले उसलाई चाहिँ एउटा काठको टुक्रा दिनुहुन्छ। अनि त्यो काठको टुक्रा चाहिँ उसले पानीमा जसै हाल्छ त्यो पानी चाहिँ बिटर वाटरबाट चाहिँ एउटा स्विट वाटरमा परिवर्तन हुन्छ है। अनि उनीहरूले त्यो पानीलाई पिउँदछ। त्यसपछि परमेश्वरले भन्नुभयो, आई एम द लर्ड हु हिल्स यु। यो परमेश्वरको नाम हो जवा राफा हु हिल्स होइन। प्रिय, आज हाम्रो लाइफमा पनि कहिलेकाहीँ माराको मोमेन्ट आउँछ है। हामीले यो कुराहरूलाई बुझ्न पर्छ है। सिकनेस, प्रब्लम्स, डिसअपोइन्टमेन्ट्स, अरू धेरै पीडाहरू, हृदय चुट्टिने गरिकनको पीडाहरू, समस्याहरू आज हाम्रो जीवनमा आउँछ। लाइफ बिटर जस्तो लाग्न सक्छ, बट वेन वी प्रे एन्ड ट्रस्ट गड वी क्यान चेन्ज आवर बिटरनेस इन्टु ब्लेसिङ्स। अब हेर्नुहोस्, यस्तो मिठो कुरा म तपाईँलाई बताउँछु है। अब मारा पछाडि चाहिँ उनीहरू एलिम भन्ने ठाउँमा आइपुग्छ, जहाँनिर चाहिँ 12वटा पानीको मुहान अनि 70वटा पामको ट्रिजहरू उनीहरूले भेटाउँछ है। एउटा रेस्ट एन्ड रिफ्रेसमेन्टको प्लेस उनीहरूले भेटाउँछ है। परमेश्वरले चाहिँ एलिम भन्दा अगाडि चाहिँ नि कतिचोटि हामीलाई माराको बाटोबाट भएर लैजानुहुन्छ। हामीलाई परमेश्वरले कतिचोटि टेस्ट लिनुहुन्छ। तर याद गरोस् होइन, इजरायलीहरू चाहिँ यति गनगनाए, उनीहरूले चाहिँ सहनै सकेन। आज तपाईँको लाइफ मारा जस्तो बिटर भएको छ भने डोन्ट लुज होप है। परमेश्वर अझ पनि जवा राफा हुनुहुन्छ। ही इज स्टिल जहोवा राफा। ही क्यान लिड यु फ्रम मारा टु एलिम। तपाईँको त्यो तितो जीवनबाट परमेश्वरले तपाईँलाई एउटा सुन्दर जीवनमा परिवर्तन गर्न सक्नुहुन्छ।